आज चाहिँ हामी नयाँ स्टाइलमा मकैको स्विट बनाउन जाँदैछौँ। अनि पहिला चाहिँ हामी यो मकैको पत्ताहरू निकाल्नेछौँ। यो स्विट कर्नको अनि यो पत्ता चाहिँ हामी नफ्याँक्दैनौँ, यसलाई चाहिँ हामी युज गर्नेछौँ। अनि यो भर्खर निकालेर राखेको मकैको पत्तालाई चाहिँ हामी राम्रोसँग वास गरेर अनि एउटा भाँडोमा राख्छौँ। अनि थोरै नुन अनि तातो पानी हालेर एकछिन भिजाएर राख्छौँ। अनि मकैलाई चाहिँ मैले यसरी काटेको छु। बस मजाले यो दाना दाना हामी छुटाउनु पर्छ। यसरी काटिसकेपछि चाहिँ यसलाई हामी पिस्छौँ। यसलाई चाहिँ हामी राम्रोसँग पिस्छौँ। यसरी फाइन पेस्ट नहुन्जेलसम्म हामी पिस्छौँ। हेर्नुहोस् त, यस्तो बनाउनु पर्छ। अनि यसलाई चाहिँ हामी एउटा भाँडामा राख्छौँ। अनि मैले चाहिँ 1 चम्चा चामलको पिठो र 1 चम्चा कन्स्टार्च लिएको छु। अनि त्यसलाई चाहिँ हामी मजाले यसमा मिक्स गर्छौँ। हेर्नुहोस् त, थोरै गरेर लम्स नहुने गरी हामी चाहिँ पुरा यसलाई मिक्स गर्छौँ। यसरी थोरै हाल्दै अनि मैले चाहिँ मिक्स गरेको छु। अनि तपाईँले पनि यसरी नै गर्न सक्नुहुन्छ। अनि पुरा हामीले चाहिँ मजाले मिक्स गर्नुपर्छ। यो मकै चाहिँ गुलियो नै हुने भएको कारणले अनि मैले चाहिँ थोरै 1 चम्चा मात्र चिनी हालेको छु। अनि तपाईँले चाहिँ आफ्नो टेस्टको हिसाबले राख्न सक्नुहुन्छ। अनि चिनीलाई पनि मजाले मिक्स गर्छौँ हामी। थोरै बेकिङ सोडा हाल्नेछौँ, धेरै होइन, थोरै हाले पुग्छ। थोरै नुन सबै हालेर मिक्स गरिसकेपछि चाहिँ हामी त्यो अघि धोएर राखिएको मकैको पत्तामै हामी त्यो ब्याटर राख्नेछौँ। हामी चाहिँ यसरी स्टिम गर्नको लागि यो मकैकोमा राख्छौँ। अनि तपाईँले चाहिँ यसमा जसरी राख्दा नि भयो। हेर्नुहोस् त, यसरी राख्दा नि भयो। मैले अघि गरेको तरिकाले यो मकैको पत्तामा यसरी राख्दा नि भयो। अनि हामी चाहिँ यसलाई चाहिँ 20 मिनट स्टिम गर्नेछौँ। हेर्नुहोस् त, 20 मिनट भइसकेको छ। अनि यो चाहिँ पाकिसकेको छ। हामी चाहिँ थोरै सेलाउनको लागि राख्छौँ। अनि यस्तो भएको छ। अनि यो चाहिँ तपाईँहरूले जरुर ट्राई गर्नु होला, एकदम मिठो बन्छ। भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। अनि म फेरि पनि अर्को भिडियोमा आउनेछु। बाई।